महत्तम समावर्तकको बारेमा आज हामी पढ्नेछ। हाइजेस्ट कमन फ्याक्टर है। महत्तम समावर्तकको परिभाषा के छ? दिएका बीजीय अभिव्यञ्जकको सबैभन्दा ठुलो साझा गुणनखण्डहरूको गुणनफललाई महत्तम समावर्तक हाइजेस्ट कमन फ्याक्टर भनिन्छ। यसलाई छोटकरीमा मस पनि लेख्ने गरिन्छ। अब यस सम्बन्धी केही अभ्यासहरू गरौँ है त आज। जस्तै एकमा हेरौँ। ल अब यसमा छ पहिलो अभिव्यञ्जक हेरौँ। पहिलो अभिव्यञ्जक छ 4x² छ। अब यसलाई खण्डीकरण गरौँ पहिला हैन। यसलाई भनेको 4लाई खण्डीकरण गर्दा भनेको 2 दुना 4 भनेको 2 × 2 भयो। x² भनेको दुईटा x हो, x भयो अनि यो y हो है। पहिलो खण्डीकरण भयो। दोस्रो खण्डीकरण गरौँ। दोस्रो अभिव्यञ्जक हेरौँ। xy² छ। अब यो x को x भइहाल्यो इन्टु y² भनेको दुईटा y हो। ल अब हामीलाई चाहियो मस। खण्डीकरण गरिसक्यौँ, मस चाहियो। अब यो भनेको यसमा यो पहिलो अभिव्यञ्जक र दोस्रो अभिव्यञ्जकमा भएको साझा गुणनखण्डहरू हेरौँ मैले हैन। यहाँ अङ्क 2 छ, यहाँ अङ्क छैन हैन। यहाँ x छ, यहाँ पनि x छ भने एउटा x आयो। अनि यहाँ अर्को x छ, यहाँ अर्को x छैन। यहाँ y छ, त्यहाँ y छ हैन। यहाँ पनि y छ, यहाँ पनि y छ, यहाँ चाहिँ y छ। अब यहाँ अर्को y छैन, अब त्यहाँ एउटा y छ। अब यति नै भयो। साझा के आयो? एउटा x र एउटा y आयो हैन। एउटा x र y आयो भनेपछि x र y भनेपछि के चाहिँ x y। ल यस्तो है। अब एउटा दोस्रो हेरौँ अनि त्यसो अझै बुझिन्छ है। अब दुईटा अभिव्यञ्जक दिएको छ। पहिलो अभिव्यञ्जक जाउँ। x² का बाद क्यू छ है। अब 25लाई खण्डीकरण गरौँ। लास्ट 5 छ भने 5 जान्छ, 5 × 5 = 25। अब खण्डीकरण हुँदैन। 25 को गुणनखण्ड 5 × 5 भयो इन्टु x² भनेको दुईटा x हो, x × x भयो। अनि yq भनेको के त? तीनटा y भनेको है, y × y। अब पहिलो अभिव्यञ्जक खण्डीकरण यो भयो। दोस्रो अभिव्यञ्जक जाउँ। पन्ध्रलाई खण्डीकरण गर्दा 3 × 5 = 15 भयो। x × y² भनेको दुईटा y। ल यसरी हामीले के गर्यौँ? खण्डीकरण गर्यौँ है। अब यसबाट चाहिँ हामीले के पत्ता लगाउँ? मस पत्ता लगाउँ। मस भनेको के हो त? साझा गुणनखण्डहरू पत्ता लगाउँ हैन। साझा गुणनखण्ड भनेको यसमा 5 छ, यहाँ 5 छ, 6, यहाँ 5 छ, यहाँ 5 छ, 5। अनि यहाँ अर्को 5 छ, यहाँ छ 5 छैन। अब यहाँ x छ, यहाँ पनि x छ है। एउटा x छ, यहाँ पनि x छ, x भयो। अनि यहाँ अर्को x छ, यहाँ अर्को x छ छैन।
यहाँ वाइ छ, त्यहाँ पनि वाइ छ है, यहाँ वाइ छ, यहाँ पनि वाइ छ, अनि यहाँ वाइ छ, यहाँ पनि वाइ छ, अनि वाइ भयो, अनि यहाँ अर्को वाइ छ, अर्को वाइ छ छैन। किन काटेको भने चाहिँ हामीले साझालाई चाहिँ हामीले चिन्न सजिलो होस् भनेर काटेको है। अब यो सबैलाई के गरौँ, गुणन गरौँ। 5x र y गुणन गर्दा गरिदिँदा 5x y स्क्वायर आन्सर हुन्छ। ल यसरी हामीले बीजीय व्यञ्जकको महत्तम समवर्तक चाहिँ निकाल्न सकिन्छ।